हरेक वर्ष वैशाख महिनाको पूर्णिमाको रातमा नेपाल यस्तो रूपान्तरण हुन्छ जुन शब्दमा पूर्ण रूपमा व्यक्त गर्न निकै गाह्रो हुन्छ। हजारौं मन्दिरहरूमा घिउका दियोहरू टिमटिमाउँदै बलिरहेका हुन्छन्। भिक्षुहरू रातभरि मन्द स्वरमा मन्त्र जपिरहेका हुन्छन्। धूपको सुगन्ध फूलका माला र प्रार्थना झण्डाले सजिएका गल्लीहरूमा फैलिरहेको हुन्छ र एसियाभरि तथा संसारभरिबाट तीर्थयात्रीहरू एउटै स्थानतर्फ आफ्नो यात्रा सुरु गर्छन्। त्यो स्थान जहाँ सबै कुरा सुरु भयो। विश्वभर बुद्ध जयन्ती, बुद्ध पूर्णिमा वा वेसाकको नामले चिनिने यो दिन बौद्ध पात्रोको सबैभन्दा पवित्र दिन हो। यसले एक व्यक्तिको जीवनका एक होइन 3 महत्त्वपूर्ण घटनाहरूलाई सम्झाउँछ। सिद्धार्थ गौतम, त्यो व्यक्ति जो पछि बुद्ध बने, र पृथ्वीमा केवल एउटा देश छ जहाँ तपाईले यो दिन ठीक त्यही स्थानमा मनाउन सक्नुहुन्छ जहाँ यो कथा सुरु भएको थियो, नेपाल। र त्यो स्थान हो लुम्बिनी। त्यसो भए बुद्ध पूर्णिमा वास्तवमा के हो? विभिन्न नामहरू भए पनि बुद्ध जयन्ती, बुद्ध पूर्णिमा र वेसाक सबैले एउटै पवित्र अवसरलाई जनाउँछन्। जयन्तीको अर्थ संस्कृतमा जन्मदिन हो, पूर्णिमाको अर्थ पूर्णचन्द्र हो, र वेसाक दक्षिणपूर्वी र पूर्वी एसियामा सबैभन्दा बढी प्रयोग हुने नाम हो। तर यो दिन केवल जन्मदिनको उत्सव मात्र होइन। बौद्ध परम्परा अनुसार वैशाखको पूर्णिमाले बुद्धको जीवनका 3 असाधारण घटनाहरूलाई जनाउँछ, जसलाई फरक फरक वर्षमा भए पनि एउटै पात्रोको दिनमा घटेको मानिन्छ। 563 ईसापूर्वमा सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भयो। 528 ईसापूर्वमा उनले बोधगयामा बोधि वृक्षमुनि ज्ञान प्राप्त गरे र 483 ईसापूर्वमा उनले कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरे। जन्म, ज्ञान प्राप्ति र मुक्ति सबै एउटै पूर्णिमामा। त्यसैले बौद्ध धर्मावलम्बीहरूले यस दिनलाई ट्रिपल ब्लेस्ड डे अर्थात् 3 पटक पवित्र दिन भन्छन्। र यस दिन तपाईले त्यो गहिरो अनुभूति नेपालका हरेक कुनामा महसुस गर्न सक्नुहुन्छ। यो पर्वलाई वास्तवमै बुझ्न तपाईले यसको पछाडिको कथा बुझ्नुपर्छ। यो कथा 2500 वर्षभन्दा बढी पहिले सुरु हुन्छ। लुम्बिनीको एक शान्त बगैँचामा महारानी मायादेवी आफ्नो यात्राका क्रममा केही समय विश्राम गर्न रोकिन्। सालको रुखको छायामुनि उनले एउटा बालकलाई जन्म दिइन्, सिद्धार्थ गौतम। कथन अनुसार जन्मेपछि त्यो बालकले तुरन्तै 7 पाइला हिँड्यो र प्रत्येक पाइलामा कमलको फूल फुलेको थियो। ज्योतिषीहरूले भविष्यवाणी गरे कि त्यो बालक या त एक महान राजा बन्नेछ वा एक महान आध्यात्मिक गुरु। उनका पिता राजा शुद्धोधनले पहिलो बाटो रोजे। सिद्धार्थ महलभित्रै हुर्किए, वैभव, सुन्दरता र सुख सुविधाले घेरिएका। उनी दुःख, रोग र जीवनका कठोर यथार्थबाट पूर्ण रूपमा टाढा राखिएका थिए। हरेक दृष्टिकोणबाट उनको जीवन पूर्ण थियो। तर त्यो पूर्णता नै अन्ततः एक प्रकारको बन्दी जीवन थियो। 29 वर्षको उमेरमा सिद्धार्थ पहिलो पटक महल बाहिर निस्किए। उनले जे देखे त्यसले सबै कुरा परिवर्तन गरिदियो। उनले 4 दृश्यहरू देखे। एउटा वृद्ध मानिस जसको शरीर उमेरले झुकेको थियो, एउटा बिरामी मानिस जो रोगले पीडित थियो, एउटा मृत शरीर जसलाई मौनतामा बोकेर लगिँदै थियो, र अन्ततः एउटा सन्यासी, शान्त, सन्तुष्ट र स्वतन्त्र। पहिलो पटक सिद्धार्थले मानव जीवनको यथार्थ देखे, दुःख, अनित्य र मृत्यु। त्यस रात उनी महल फर्किए, आफ्नी सुतिरहेकी पत्नी र नवजात छोरालाई हेरे र एक शान्त निर्णय गरे। उनी गए। कुनै ठूलो घोषणा भएन, कुनै नाटकीय विदाई भएन, केवल एउटा मौन, अपरिवर्तनीय कदम अज्ञाततर्फ। धेरै वर्षसम्म सिद्धार्थ घुमिरहे। उनले गुरुसँग अध्ययन गरे, कठोर तपस्या गरे र आफ्नो शरीरलाई मृत्युसम्मको अवस्थासम्म पुर्याए। तर उनले एउटा महत्त्वपूर्ण कुरा बुझे। न त विलासिता, न त अत्यधिक दुःख,
दुवैले उत्तर दिन सकेनन्। त्यसपछि एक साँझ सुजाता नामकी एक युवतीले उनलाई सादा खीरको कटोरा दिइन्। उनले त्यसलाई स्वीकार गरे। उनले आफ्नो शक्ति पुनः प्राप्त गरे र त्यसपछि उनी बोधगयामा रहेको ठूलो अन्जीरको रुखमुनि बसे र एक प्रतिज्ञा गरे। सत्य नबुझेसम्म उनी उठ्ने छैनन्। त्यो रात वैशाखको पूर्णिमामा उनले ज्ञान प्राप्त गरे। उनले दुःख, त्यसका कारणहरू र त्यसबाट मुक्त हुने मार्ग बुझे। त्यो रुख बोधि वृक्षको नामले चिनियो र सिद्धार्थ गौतम बुद्ध बने, जाग्रत व्यक्ति। त्यसपछि उनले 45 वर्षसम्म भारतीय उपमहाद्वीपभरि हिँडेर जो कोही सुन्न इच्छुक थियो सबैलाई शिक्षा दिए। उनको सन्देश सरल थियो तर गहिरो। इच्छा नै दुःखको मूल कारण हो र मुक्ति नोबल 8 फोल्ड पाथ अर्थात् अष्टाङ्ग मार्गबाट प्राप्त हुन्छ। सही सोच, सही व्यवहार र सही जीवनशैलीको मार्ग। उनले राजा र किसान, धनी र गरिब सबैलाई समान रूपमा शिक्षा दिए। 80 वर्षको उमेरमा कुशीनगरमा उनले महापरिनिर्वाण प्राप्त गरे। आज विश्वभरि 50 करोडभन्दा बढी मानिसहरूले उनका शिक्षाहरू अनुसरण गर्छन् र यो सबै सुरु भएको थियो नेपालको एउटा बगैँचामा। यसैले बुद्ध पूर्णिमाको समयमा नेपालको स्थान अद्वितीय छ। धेरै देशहरूले वेसाक मनाउँछन्। श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, जापान र भारत। तर नेपाल फरक छ किनभने यहाँ तपाईँ केवल बुद्धलाई सम्झिरहेका हुनुहुन्न। तपाईँ त्यही ठाउँमा उभिनु भएको छ जहाँ उनको कथा सुरु भएको थियो। र यसलाई अझ विशेष बनाउने कुरा के हो भने यहाँ बौद्ध धर्म कुनै सङ्ग्रहालयमा राखिएको वस्तु होइन, यो जीवित छ। काठमाडौँ उपत्यकामा मात्रै 10,000 भन्दा बढी बौद्ध स्तूपा र श्राइनहरू छन्। धेरैजसो पर्यटक स्थल होइनन्, ती दैनिक जीवनका अङ्ग हुन्, जहाँ मानिसहरू हरेक बिहान दियो बाल्न, प्रार्थना चक्र घुमाउन र आफ्नो दिन सुरु गर्न आउँछन्। बुद्ध पूर्णिमामा त्यो शान्त भक्ति विस्तार हुँदै सम्पूर्ण देशभरि फैलिन्छ। र नेपालमा अर्को अनौठो कुरा पनि छ। बौद्ध र हिन्दू धर्मको सह-अस्तित्व, प्रतिस्पर्धा होइन, छिमेकीको रूपमा। यस दिन तपाईले हिन्दू परिवारहरूलाई बौद्ध स्तूपामा दियो बालिरहेको देख्नुहुनेछ र बौद्ध भिक्षुहरूलाई हिन्दू मन्दिरमा नमन गरिरहेको देख्नुहुनेछ। यो एउटा यस्तो समन्वय हो जसले अनुभव गर्ने जो कोहीलाई गहिरो प्रभाव पार्छ। त्यसो भए नेपालमा बुद्ध पूर्णिमा कसरी मनाइन्छ? उत्सवहरू ठूलो आवाज वा व्यावसायिक हुँदैनन्। यी शान्त, गहिरो, व्यक्तिगत र अर्थपूर्ण हुन्छन्। सूर्योदय हुनु अघि भक्तजनहरू बौद्धनाथ र स्वयम्भूनाथ जस्ता पवित्र स्थलहरूमा भेला हुन्छन्। उनीहरूले घिउका दियो बाल्छन्, कहिलेकाहीँ 108 वटा, जसले सांसारिक इच्छाहरू त्याग गर्ने प्रतीक हो। बिहानको अँध्यारोमा हजारौं दियोहरूको नरम सुनौलो प्रकाश कहिल्यै बिर्सन सकिँदैन। सूर्य उदाएपछि भिक्षुहरू मन्त्र जप्न सुरु गर्छन्। तीर्थयात्रीहरू कोरा भन्ने अभ्यासमा सहभागी हुन्छन्। स्तूपा वरिपरि घडीको दिशामा बिस्तारै हिँड्ने ध्यानमय यात्रा। जो कोही पनि सहभागी हुन सक्छ। तपाईँ बौद्ध हुनु आवश्यक छैन, केवल शान्त भएर सम्मानपूर्वक हिँड्नुहोस्। बिहानभरि विभिन्न धार्मिक क्रियाकलापहरू जारी रहन्छन्। बुद्धका मूर्तिहरूलाई सुगन्धित पानीले स्नान गराइन्छ, मन र हृदय शुद्ध गर्ने प्रतीक। मन्दिर र आँगनहरूमा एउटा सुन्दर कुरा हुन्छ, खाना बाँडिन्छ। खीर ठूलो मात्रामा पकाइन्छ र जो कोही आउँछ उसलाई निशुल्क बाँडिन्छ। यो सानो कार्यले सुजाताको सम्झना गराउँछ, जसको दयाले बुद्धलाई ज्ञान प्राप्त गर्न मद्दत गर्यो। एक अपरिचितबाट खीरको कटोरा स्वीकार गर्नु जीवनभर सम्झिने क्षण बन्छ। दिन अगाडि बढ्दै जाँदा वरिष्ठ भिक्षुहरूले धर्म प्रवचन दिन्छन्, बुद्धको जीवन र शिक्षाबारे खुला व्याख्या। त्यसै समयमा दान नामक उदारताको अभ्यास जताततै हुन्छ।
मानिसहरूले खाना, लुगा र सहयोग आवश्यक परेकाहरूलाई दिन्छन्। सामुदायिक भान्साहरू सहरभरि खुल्छन्, जसले सबैलाई स्वागत गर्छन्। साँझ पर्दै जाँदा वातावरण फेरि बदलिन्छ। स्तूपाहरू हजारौं दियोको प्रकाशमा झलमल्ल हुन्छन्। लुम्बिनीमा पवित्र बगैँचाभित्र जुलुसहरू रातभरि अघि बढिरहन्छन्। र नेपालभरि केही अनन्त, केही गहिरो मानवीय अनुभूति वातावरणमा रहिरहन्छ। यदि तपाईले कहिल्यै बुद्ध पूर्णिमा अनुभव गर्न चाहनुभएको छ भने नेपालभन्दा राम्रो स्थान अरू छैन। किनभने यहाँ तपाईँ केवल एउटा पर्व हेर्दै हुनुहुन्न, तपाईँ एउटा कथाभित्र प्रवेश गर्दै हुनुहुन्छ। एक यस्तो कथा जुन 2500 वर्ष अघि सुरु भयो, एउटा रुखमुनि शान्त बगैँचामा, र जसले संसारलाई परिवर्तन गरिदियो।